सो धेरैजना धार्मिक अति धार्मिक महाधार्मिक व्यक्तिहरूसँग म कहिले कसो कुरा गर्दाखेरि तिनीहरूले के कुरा गर्छन् भनेपछि संसार भनेको भगवानले बनाउनु भयो, यो ब्रह्माण्ड यो सृष्टि भगवानले बनाउनु भयो, यति भगवानले बनाउनु न त्यो भने यो संसार, यति भगवानले यो सृष्टि बनाउनु न त्यो भने यो संसार यस्तो फङ्सनल कसरी हुन्थ्यो, मुन यति नजिक छ कि धरतीको त्यो अलिकति टाढा जान पर्छ सब चिज बिग्रिन्छ हो ल भनेर मूर्खहरूले कुरा गर्छन्। किन युनिभर्स कति पर्फेक्ट छ, युनिभर्स कस्तो किन यस्तो मिलिया हात भगवानले बनाउनु भएन भनेर मूर्खहरूले कुरा गर्छन्। अनि मलाई त्यो विषयमा धेरै हाँसो लाग्छ, किनकि एउटा युनिभर्स चल्नलाई युनिभर्सलाई भगवान चाहिँदैन। युनिभर्स चल्नलाई र युनिभर्स फङ्सनल हुनलाई दुईवटा मात्र एलिमेन्ट चाहिएको थियो, त्यो भनेको एउटा टाइम हो, समय, अनि अर्को भनेको हो चेन्ज, इभोल्युसन। मैले इभोल्युसन भन्छु, चेन्जले मैले इभोल्युसन भने किनकि इभोल्युसन इज द बेस्ट एन्सर फर द्याट। सो के भयो भन्दाखेरि वेन यु हेभ इनफ अनलिमिटेड टाइम तिमी ऱ्यान्डमनेसमा पनि अर्डर भेटाउन थाल्छौ। जस्तो इक्जाम्पलको लागि हामी एउटा डाइस बनाऊँ होइन, एउटा डाइस बनाऊँ, एउटा नै 1000वटा डाइस ल्याऊँ, 1000वटा डाइसलाई 1000 करोडचोटि माथिबाट खसालौँ, त्यहाँ 10 लाखचोटि एउटै नम्बर आउँछ, त्यो प्रोबेबिलिटी हुन्छ। 10 लाखचोटि एउटै नम्बर आउने प्रोबेबिलिटी हुन्छ। इट क्रिएट्स अ फङ्सनिङ प्याटर्न इन द्याट। सो त्यस्तै वे गरी युनिभर्स पनि बनेको हो र युनिभर्स पनि फङ्सनल भएको हो। सो लेट मी टेल यु हाउ। के भयो भन्दाखेरि जब बिग ब्याङ भयो, जब बिग ब्याङ जुन साइन्सको भाषामा युनिभर्सको स्टार्ट भनिन्छ, अर द सेन्टर पोइन्ट अफ द साइन्स, सेन्टर पोइन्ट अफ द युनिभर्स, स्टार्ट अफ द युनिभर्स। अनि जब बिग ब्याङ भयो तबदेखि अहिलेसम्मको जुन टाइम छ, स्पेन अफ टाइम विच इज नट 2 घन्टा 4 घन्टा 100 वर्ष 2000 2 करोड वर्ष 2000 करोड वर्ष पनि होइन, इट्स फकिङ सम बिलियन्स लाइट इयर्स। लाइट इयर्स भनेको फकिङ भेरी बिग ठुलो टाइम हो। र त्यो टाइममा जुन त्यो त्यहाँदेखि त्यहाँको टाइम थियो, जुन टाइम थियो यहाँदेखि यहाँसम्मको बिग ब्याङदेखि अहिलेसम्मको, त्यो टाइममा मानव, तारा, पृथ्वी, सोलर सिस्टम कसरी बन्यो, कसरी यस्तो पर्फेक्ट बन्यो भन्दाखेरि त्यसको एन्सर हो इभोल्युसन। इभोल्युसन कसरी पोसिबल छ भन्दाखेरि जब चिजहरू इन्भाइरोमेन्टमा फरक फरक तरिकाले इन्टरएक्ट गर्न लाग्छन्, त्यो इन्टरएक्सनको बिचमा प्याटर्न फर्म हुन लाग्छ। प्याटर्न मतलब द इन्भाइरोमेन्ट अलवेज चुजेस द वान हु सर्भाइभ्स, किनकि जो चिज इन्भाइरोमेन्टमा सर्भाइभ गर्दैन, जुन चिज इन्भाइरोमेन्टमा फिट हुँदैन, त्यो चिज इन्भाइरोमेन्टबाट डिस्कार्ड हुन्छ, राइट। सो के भयो भन्दाखेरि अनलिमिटेड टाइम, अलमोस्ट अनलिमिटेड नै हो किनकि बिलियन्स लाइट इयर्स अफ टाइम त्यो भयो, टाइम भयो, त्यो ठुलो टाइम स्पेन पायौँ हामीले। अनि त्यसमा फेरि इभोल्युसन गडले गर्दा भएको इभोल्युसन होइन, इभोल्युसन टाइमले गर्दा भएको इभोल्युसन हो। टाइमले कसरी इभोल्युसन हुन्छ भन्दाखेरि टाइमले कसरी इभोल्युसन हुन्छ भने म बुझाउँछु। के चिज इन एक्सनमा आउँछ भने इभोल्युसन त हुन्छ नि। जस्तो एटमहरू हल्लिन्छ होइन, अब एटमहरू कसरी हल्लिन्छ भने त्यसको पछाडि पनि छुट्टै थ्योरी होला, छुट्टै कुरा होला, त्यो चाहिँ मैले इलाबोरेट गर्दैन। तर वाट आई एम ट्राइङ टु से इज युनिभर्स पर्फेक्ट छैन, युनिभर्स फङ्सनल छ र युनिभर्स फङ्सनल हुनको लागि दुईवटा फ्याक्टरहरू थिए, वान इज टाइम, वान इज इभोल्युसन। र त्यो वेले गर्दाखेरि अनि इभोल्युसनको चाहिँ एउटा रुल छ, द्याट इज जुन चिज फिट हुन्छ त्यो चिज बच्छ, जुन चिज फिट हुँदैन त्यो चिज मर्छ, सकिन्छ होला। सो जे चिज पनि नेचरमा फिट हुँदैन, अर नेचर कान्ट फिट इट, अर नेचर इट इज एन फङ्सनेबल टु द नेचर, देन इट डाइज। सो त्यो तरिकाले चाहिँ पृथ्वी, सोलर सिस्टम सबै कुराहरू बनेको हो, किनकि भर्खर त बनेको होइन। त्यो जुन टाइम छ, ठुलो टाइम, त्यसमा भेटेको अर्डर हो। एउटा थ्योरम भन्छौँ हामीले, टाइपराइटर मङ्की थ्योरम भन्ने एउटा हाम्रो थ्योरम छ। त्यहाँ चाहिँ फिलोसफिकल एन्ड साइन्टिफिक इन नेचर टु। सो म बुझाउन खोज्छु मैले कसरी यो अनलिमिटेड टाइममा पृथ्वी एउटा पर्फेक्ट नै एउटा फङ्सनेबल पृथ्वी बन्यो भनेर बुझाउने एउटा सानो इक्जाम्पल दिन्छु। के भयो भन्दाखेरि त्यो थ्योरमको अकर्डिङ के हुन्छ भन्दाखेरि एउटा बाँदरलाई हामीले एउटा टाइपराइटर हुन्छ नि, किबोर्ड र माउस भनौँ, किबोर्ड र माउस दिने हो भने
अनि त्यसलाई अनलिमिटेड टाइम दिने हो भने एदेखि जेडसम्म लेख, जे बाँदरले जे पनि लेख्न सक्छ, हामीलाई थाहा छ, एउटा गरिदिन्छ जे पनि लेख्छ। त्यसलाई अनलिमिटेड टाइम दिने हो र किबोर्ड र माउस दिने हो भने त्यसलाई जे पाइ त्यही लेख्दा लेख्दै त्यो यति टाइम पाउँछ नि त्यसले A to Z देखिको कम्बिनेसनमा तपाईँको जिन्दगीको लाइफ स्टोरी लेखिभ्याउँछ। किनकि टाइम त्यस्तो पावरफुल चिज छ कि टाइम यति ठुलो थियो कि त्यहाँ इभोल्युसन क्रिएट भयो। इभोल्युसन कसरी क्रिएट भयो? फोर्सले गर्दा, किनकि टाइम त अलवेज फरवर्ड नै जान्छ, टाइम ब्याकवर्ड आउँदैन। सो इभोल्युसन पनि फरवर्ड नै जान्छ टाइम जस्तै। सो जब टाइम अगाडि गयो, इभोल्युसन पनि त्यहीसँगै सुरु हुन लाग्यो। इट वाज एक्सपेरिमेन्टल, इभोल्युसन वाज एक्सपेरिमेन्टल। एक्सपेरिमेन्ट गर्दै बनेको इभोल्युसन हो। जुन सबभन्दा सजिलो तरिका हुन्छ त्यही सिलेक्ट गरेको हो इभोल्युसनले। नत्र भने फङ्सनेबल पृथ्वी, फङ्सनेबल सोलर सिस्टम, फङ्सनेबल कुराहरू बन्दैन थियो। इट इजन्ट पर्फेक्ट बिकज इट वाज मेड बाई गड। इट इज functionable because it had the enough time to be functionable and it had experimented so fucking many time. त्यो एक्सपेरिमेन्ट गरेको हामीले देखिरहेको छैनौँ। जति युनिभर्सले एक्सपेरिमेन्ट गर्यो आफैसँग, कहिले के त्यो एक्सपेरिमेन्ट हामीले देखिरहेको छैनौँ कि त्यसलाई हामीले कन्सिडरेसनमा राखेको छैनौँ। स्पेसल्ली द रिलिजियस पिपल, तिनीहरूले चाहिँ कहिले पनि कन्सिडरेसनमा राख्दैनन् त्यो कुरा जुन भएको थियो भनेर। त्यो एक्सपेरिमेन्टल भएर बनेको युनिभर्स हो कि गडले बनाएर हातले बनाएर बनेको युनिभर्स होइन। अनि एक्सपेरिमेन्ट गर्दा 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 फाइन ट्युनिङ गर्दा गर्दा एउटा स्ट्रक्चर्ड युनिभर्स बनेको हो। सो द्याट वाज माई पोइन्ट। थ्याङ्क यू फर वाचिङ। के हो म आउने यहाँ